हेलो गाइज, वेलकम टु माई ब्लग। हजुरहरूलाई स्वागत छ मेरो यो सानो र मिठो छोटो यो भिडियोमा। हजुरहरूलाई चाहिँ आज अस्ति मैले भनिरहेको थिएँ क्लासको भिडियोहरू बनाउँछु भनेर चाहिँ भनिरहेको थिएँ। आज चाहिँ म तपाईँहरूलाई फाइनली आफ्नो क्लासहरूको सबै क्लासहरूको भिडियो बनाउँछु। आज तपाईँहरूलाई मेरो आज क्लासको सब भिडियोहरू देखाउँछु। जान्छु हजुरहरूको चाहिँ हाम्रो बेलबारीमा रहनुभएको प्रख्यात सुनका नानाको घर चाहिँ यहीँनिरतिर पर्छन्। यो पूर्व बस स्ट्यान्डदेखि उत्तरपट्टि लाग्यो भने चाहिँ देखिन्छ। म चाहिँ क्लास जाँदैछु। आज तपाईँहरूलाई म चाहिँ कोरियन क्लास लिँदैछु, कोरियन भाषा पढ्छु। तपाईँलाई आज चाहिँ म मेरो क्लासको र मेरो पढ्ने इन्स्टिट्युटको सबै भिडियोहरू देखाउँछु। आज भित्र गरेको सबै देखाउँछु। सबैजना पुरा हेरिदिनु होला। म चाहिँ अहिले क्लास जाँदैछु। यहाँनिर चाहिँ हाम्रो A1 भीम सर्कलबाट आउनुहुँदैछ। यहाँ छ सबैजना। तपाईँहरूको सामु सबै म चाहिँ पारङ्गा भाषा केन्द्रमा पढ्छु। अब धेर छैन, सिनेमा हल लाइन साइडमा छ। बोर्डमा लेखेको छ पारङ्गा भाषा केन्द्र हो, त्यहाँनिर चाहिँ पढ्छु। हाम्रो त्यहीँ छ अफिस। यसको ब्रान्चहरू चाहिँ धेरै ठाउँमा पनि छ। यो चाहिँ भनेको साथसाथै आज चाहिँ होली पाहाडको होली परेको हुनाले पाहाडमा रहनुभएका सम्पूर्ण साथीहरूलाई चाहिँ आज ह्याप्पी होलीको शुभकामना पनि व्यक्त गर्दछु। म चाहिँ यहाँबाट छिर्छु। हेलो, हाम्रो लामा सर चाहिँ उहाँ हुनुहुन्छ। हाम्रो अफिस चाहिँ यहाँ छ है, पारङ्गा भाषा केन्द्रको अफिस यो हो। यो चाहिँ हेड अफिस हो। यो चाहिँ हेड अफिस हो हाम्रो पारङ्गा भाषा केन्द्र। हजुर, म त पढ्दैछु नि। किन घरमा? यो चाहिँ हाम्रो पारङ्गा भाषा केन्द्रको हेड अफिस हो। यसको ब्रान्चहरू चाहिँ निकै ठाउँमा पनि छ। भरे त्यहाँ सब्सक्राइब गर्नु होला। यो चाहिँ मेरो क्लास फाइनली। चाहिँ हाम्रो 27 लेसनको छ। अमेरिका भनेको कुकिनो अमेरिका प्यारिस है। अन्त प्यारिस डे भनेपछि कस्तो दिन हो है? कस्तो दिन बुबाआमालाई धन्यवादको विचार व्यक्त गर्ने दिन अथवा बुबाआमालाई धन्यवाद भन्ने धन्यवाद व्यक्त गर्ने दिन। कसलाई? बुबाआमालाई धन्यवाद व्यक्त गर्ने।
चाहिँ नुन भनेको नेम है। तर अ आ भत्ता यी हेरेको हुन्छ है। अ आ भोदालाई है, अ आ भोदा चाहिँ के हो भत्ता चाहिँ हेरेको हो भन्छ है। यहाँ छ औरी शब्द भन्दा के छ कुक्यम इलवा भिन्न खाले राष्ट्रिय दिवस र स्मरण दिवस सम्बन्धित नियमहरू। यो के र राष्ट्रिय दिवस यसलाई चाहिँ स्मरण दिवस सम्बन्धित नियमहरू। थुप्रै घटनाले विशेष दिनसँग सम्बन्धित अनुवाद समूहमा छ थामुगे थुप्रै घटना कोरियाको विशेष दिन सिकाउनु विषय त तपाईलाई थामुगे थुप्रै घटना कोरियाको राष्ट्रिय दिवस र स्मरण दिवसमा गरिने कामको बारेमा प्रश्न गर्न र उत्तर दिन सकिन्छ। थामुगे थुप्रै नारे थिए कोरियाको विशेष दिनको बारेमा कुरा गर्न सकिन्छ। कुक्यम इलवा राष्ट्रिय दिवस र स्मरण दिवस सम्बन्धी शहीदहरूलाई सम्झिने स्वतन्त्रता दिवस केजाचल स्थापना दिवस कोरिया फाउन्डेसन भएको दिन है। कोरिया बनेको निर्माण भएको हाम्रो नाम भनेको कोरियन वर्णमाला स्थापना गरिएको दिन है। कुन रहेछ सामिजल भन्ने शहीद दिवस बङ्गोत्सव स्वतन्त्रता दिवस जापानदेखि मुक्ति भएको है। जापानको उपनिवेशको क्या इन्डिया चाहिँ त्यसबाट मुक्ति भएको केजाचल भनेको उहिले होइन एउटा कोरियन जातिको चाहिँ एउटा छुट्टै देश चाहिँ बनेको फाउन्डेसन भएको अनि हाम्रो नाम कोरियन वर्णमाला बनाएको। अब किनभनेमा के छ ठुलो जागा एनाल मतलब अरिजिनल बाजियो अबैना प्यारिस्टेट सिसुनेराल भनेको किनेमा आधा स्मरण गर्नु सम्झनु किलो भाला हुन्छ घन्टा हेक्सार लादा कार्यक्रम गर्छ कोल सुरु थाहा दिन फुल ढुकाइदिनु माउ छ न विचार व्यक्त गर्नु सर्वोच्च छुँदा उपहार दिनु स्वतन्त्रता छोक्काहरूको भर्ती हुन्छ अरिनाहरूको सानो कामसा धन्यवाद किनाल भनेको ल भन्छ किनाल भनेको कामसा अरिना चोखा टोक्री आलमाजु गजो खुल्ला चाहिँ पार्टी प्लेस क्या अन्त्येष्टि कार्यक्रम गर्ने पार्टी प्लेस प्रयोग गर्छु। 자, 아니요. 이번이 처음이에요. गएको छैन यो फर्स्ट टाइम हो। के रहेछ त गएको छैन यो फर्स्ट टाइम एकदम चार ढेङ्गा सम्बन्धित छ भनेपछि राष्ट्रिय दिवसहरुमा के पर्यो सामिल छ। अर्को बङ्गोत्सव अर्को के छ केजल अर्को हाम्रो यो चारवटा चाहिँ राष्ट्रिय दिवससँग अथवा कुक्यम दिनसँग रिलेटेड दिवसहरु हो। कुक्यम इरोन भक्चम होमिलको राष्ट्रिय दिवस चाहिँ कानुनी सार्वजनिक ढिला भएको
कानुनले तोकेको सार्वजनिक विधा भएको। राष्ट्रिय दिवस चाहिँ कानुनले तोकेको सार्वजनिक विधा भएकोले विधाको रूपमा छिटाउँदै स्थितिमा छिटाउँदै निश्चित हुनु अथवा तोकिएको हुनाले खाँचो किन्यमसित विभिन्न खालका किन्यमसित भनेको चाहिँ स्मरण सम्बन्धी कार्यक्रमहरू है र छ्याउचौँ हेर्छ भने चाहिँ सेलिब्रेट सम्बन्धी प्रोग्रामहरू हैन। अब जस्तो प्रजातन्त्र दिवस हुन्छ नि कार्यक्रम भिजेको हुँदैन, नेताहरूले आएर भाषण गर्छ हैन, विभिन्न नाचगानको कार्यक्रम हुन्छ त्यस्तै है। विभिन्न किसिमका स्मरण सम्बन्धी कार्यक्रमहरू र सेलिब्रेट सम्बन्धी कार्यक्रमहरू गरिन्छ है। र अस्ति अब जुनसुकै दिवस आयो भने पनि शहीद दिवस आयो भने गएर शहीदलाई भुलमा नलाउने होइन त्यस्तो गर्छ नि त्यस्तो होइन शहीदलाई सम्झिने अनि उता गएर भाषणहरू छोड्ने काम हुन्छ नि त्यही भनेको खाजा लेसन घरमा चाहिँ कितुमो हामीले हाकिलेछ खुसी सँगै बाँड्नको लागि सँगै खुसी हुनको लागि फुक्कारो के हामी त भनेको झन्डा फहराइन्छ घरमा चाहिँ के त त्यो राष्ट्रिय दिवसमा चाहिँ घर घरमा झन्डा फहराइन्छ। ल अब छ हामीहरू अर्कोतर्फ है अर्कोतर्फ खेमी इज सेम टु व्यक्तिगत जीवनकाल मध्येमा व्यक्तिगत जीवनकाल बिचमा जीवनकाल है बिचमा चुक्का आगमा येदो आनन्द व्यक्त लाग्दो बधाई दिने अथवा शोक व्यक्त गर्ने विशेष दिन पनि हुन्छ। यो चाहिँ अघि चाहिँ राष्ट्रिय दिवस हो। अर्कोतर्फ व्यक्तिको जीवनकालभरिमा बधाई दिने अथवा शोक व्यक्त गर्ने विशेष दिनहरू मञ्च पहिलो थोर भनेको चाहिँ थोर भनेको फर्स्ट जन्मदिन है। पहिलो 1 वर्ष पुगेपछि सेलिब्रेट गर्ने जन्मलाई थोर पहिलो थोर चाहिँ आइका थियो नान्जी इन्डियनी देख्न थाल्यो बच्चा जन्मेर 1 वर्ष पुगेको दिन भएकोले खाजो छिटकरी परिवार र आफन्तहरू मोयो भेला है आगी हुई हान्सा सिंह बच्चाको 1 वर्षको जन्मदिनलाई चुक्का बधाई दिएर खम्गान आगे छाला स्वास्थ्यसँग हुर्किनु छाला राख्नु पढ्नु स्वास्थ्यसँग हुर्कियोस् भन्ने कुरालाई यौवन आनन्दले कामना गर्ने है। थोर जान्छिलो हामीलाई थोर जान्छी गरिन्छ। अर्कोतर्फ व्यक्तिको जीवनकाल मध्ये बधाई दिने वा शोक व्यक्त गर्ने विशेष दिनहरू पनि हुन्छ। पहिलो थोर भनेको चाहिँ बच्चा जन्मेर 1 वर्ष पुगेको दिन भएकोले 1 वर्ष पुगेको दिनमा चाहिँ परिवार र आफन्त भेला भए बच्चाको 1 वर्षको जन्मदिनलाई बधाई दिएर स्वास्थ्यसँग हुर्कियोस् बढोस् भन्ने कुरालाई कामना गर्ने थोरजान्ची गरिन्छ। 1 वर्षपछि थोरजान्ची गर्छ त्यतिखेर चाहिँ त्यो बच्चा चाहिँ रोग नलागिकन हैन स्वास्थ्य रूपमा हुर्कियोस् भन्ने चाहिँ कामना गरिन्छ। गरन्तो जुमियान इन्सान हैन हुइरेरो विवाह पनि महत्त्वपूर्ण जीवन संस्कार भएकोले विवाह पनि महत्त्वपूर्ण इन्सेन हुइरेरो जीवन संस्कार भएकोले येजन पहिला चाहिँ छन्दम थाङ्सिक परम्परागत खालको सिस्टमको छन्दम परम्परा थाङ्सिक सिस्टमको परम्परागत सिस्टमको होल्लेना मानसिकमा तीहरू धेरै हुने भएका उहिले चाहिँ परम्परा खालको सिस्टमको तीहरू धेरै हुने भएका पनि यो जुन आजकल चाहिँ है धेरु अधिकांशले यन्ते जगे आधुनिक खेरो सिला जति पहिला चाहिँ के त
छन्तो बोल्ने हो परम्परागत बिहे चाहिँ धेरै गर्दैन आजकल चाहिँ आधुनिक बिहे धेरै गर्छन् भनेर आजकल तर पनि यरसिको बिहेको कार्यक्रमपछि सिल्ला पुमनिका बेहुलाको बुवाआमा र आफन्तहरूलाई इन्सादो थुरिनन अभिवादन टक्राइने फेबेक बुवाका फेबेक जस्ता छन्तम जगी परम्परागत चलन संस्कार चलन अब दृश्य यजनी अझै नामाइसित बाँकी छ तर पनि बिदा पछाडि बेहुलाको बुवाआमा र आफन्तलाई अभिवादन गरिने फेबेक जस्ता परम्परागत चलन अथवा दृश्य अझै बाँकी छ जस्तो बिहे चाहिँ तपाईँ वेस्टर्न तरिकाले गरे भने त्यो फेबेक भने चाहिँ गर्छ फेबेक भने चाहिँ बेहुलाको बुवाआमा र आफन्तलाई नयाँ दुला दुलहीले गर्ने अभिवादनलाई फेबेक चाहिँ पैसा जस्तो गर्छ होइन नभए त अङ्ग्रेजीहरूले त यस्तै हात मिलाएर यस्तो हक गर्छ नि त बिहेमा होइन बधाई छ भने यसो हक गर्छ हात मिलाउँदै यस्तो होइन चुमा हान्छ होइन तर कोरियनहरूले चाहिँ के गर्छ त बिहे चाहिँ पुरै पहिरन चाहिँ पुरै केटीले वासपिस लाउने होइन केटाले टाई सुट लाउँछन् होइन तर फेबेक चाहिँ पहिला जस्तै ढोगेर होइन यस्तरी गर्छ ल भन्नु त तपाईँहरूले अर्को तर्फ व्यक्तिको जीवनकाल पनि बधाई दिने र शोक व्यक्त गर्ने विषयहरू पहिलो थोर चाहिँ बच्चा जन्मेर 1 वर्ष एक दिन भएको परिवार र आफन्तहरू भेला भए बच्चाको 1 वर्षको जन्मदिनलाई बधाई दिएर स्वास्थ्यसँग हुर्कियोस् बढोस् भन्ने कुरालाई शुभकामना दिने ढोलझाँची गरिन्छ बिहे पनि महत्त्वपूर्ण जीवन संस्कार भएकोले पहिला चाहिँ परम्परागत चलनको सिस्टमको बिहे धेरै गरे तापनि आजकल चाहिँ अधिकांशले आधुनिक बिहे गर्छन् तर पनि बिहे पछाडि बेहुलाको बुवाआमा र आफन्तहरूलाई अभिवादन टक्राउने फेबेक जस्ता परम्परागत चलनहरू चाहिँ अझै पनि बाँकी छ ल हेर्दा खाजो किना छिन्यो परिवार अथवा छिन भन्नु नजिकको चिनेको मान्छे है थोरा राशि बित्यो भने परिवार अथवा नजिक चिने जानेको मान्छे बित्यो भने भुत्तो प्राय सामी लिना होइतो 5 दिन अथवा 3 दिन अथवा 5 दिन छाडेर छिनिँदा भनेको चाहिँ दुःख बसिन्छ झुमुन भोगे भनेको चाहिँ दुःख व्यक्त गर्न आउने मरेको अन्त्येष्टिमा आउने पाहुनाहरूलाई चाहिँ के भन्छ झुमुन भोगे के भन्छ अरे झुमुन भोगे भने चाहिँ के अन्त्येष्टि कार्यक्रममा आउने अथवा दुःख बसेको बेला आउने मान्छेलाई चाहिँ पाहुनाहरूले चाहिँ कम्पेन्सेट ओसुल इनको कालो रङको कपडा लगाउँछन् र झाङ्गे शिक्षाले खास अन्त्येष्टि कार्यक्रममा गएर थोरा गासिन पुग्ने बितेको मान्छेको बारेमा मोक्न्याउ लागेन मौन धारण गर्ने वा छहरू लागो ढोक गरेर थोरा गासिन पुग्ने बितेको मान्छेको खाजोको परिवारलाई उहिरो हामीदा हाम्रो सान्तवना दिन्छन् हैन शोक व्यक्त गर्न आउने पाहुनाहरूले चाहिँ कालो रङको कपडा लगाएर अन्त्येष्टि कार्यक्रममा गएर बितेको मान्छेको बारेमा मौन धारण गर्ने वा ढोक गरेर बितेको मान्छेको परिवारलाई सान्तवना दिन्छन् तो साथै मेन्यानी झोसानी हरेक वर्ष झोसा भन्छ पुत्रीहरू होइन है स्वर्गवास भएको दिन है दिनलाई चाहिँ कि इराको वार्षिकी भनेर के भन्छ मृत्युको वार्षिकी भनेर खाजो दुई छिसाले परिवारहरूले श्राद्ध गर्छन्
साथै हरेक वर्ष पितृ अथवा छुसाहरूको पितृहरू चाहिँ स्वर्गवास भएको दिनलाई कि इराको आयो भनेको मृत्युको वार्षिकी भनेर परिवारहरूले श्राद्ध गर्छन्। यो जुमेहरू आजकल चाहिँ छेसाई हंसितो श्राद्धको स्वरूप भनिएको खाया आया दिएर विभिन्न भएको विभिन्न खालको भएको ठुलो गिलो आत्माको शान्तिको लागि प्रार्थना गर्ने पनि गरिन्छ। ठुलो गिलोहरूको आत्माको शान्तिको लागि प्रार्थना गर्नु आत्माको शान्तिको लागि प्रार्थना गर्ने पनि गरिन्छ। तापनि यजनी अझै मानव खादक छ। धेरै परिवारमा यिनीहरू यस दिनलाई सुनिआगे यज्ञविधा महत्त्वपूर्ण ठानिन्छ। यज्ञविधा मान्नु ठान्दैन। र फेरि भन्नु तपाईँले परिवार अथवा नजिकको चिनेजानेको मान्छेहरू बित्यो भने प्राय 3 दिनदेखि 5 दिनसम्म दुःख बस्नुहुन्छ। शोक व्यक्त गर्ने आउने पाहुनाहरूले चाहिँ कालो रङको कपडा लगाएर अन्त्येष्टि कार्यक्रममा जान्छन् र गएर बितेको मान्छेको बारेमा मौन दान गर्नेमा ढोक गरेर बितेको मान्छेको परिवारलाई सान्त्वना दिन्छन्। साथै हरेक वर्ष बितेको दिनलाई मृत्युको वार्षिकी भनेर भन्दै परिवारहरूले श्राद्ध गर्छन्। आजकल चाहिँ श्राद्ध गर्ने स्वरूप विविधीकरण भएको र आत्माको शान्तिको प्रार्थना पनि आजका कुराहरू गरिने गरेका पनि अझैसम्म धेरै परिवारले त्यसलाई इम्पोर्टेन्ट ल अब छ के छ हामीले फाइनली हाम्रो चाहिँ आज क्लास सकिसक्यो। भोलि चाहिँ छुट्टी छ हाम्रो। भोलि हो आज पनि इभिनिङहरू सक्नुभएको छैन। आज चाहिँ हाम्रो अन्तिम भएको छ। आजलाई यति नै भिडियो बनाएको छु।